हेलो गाइस, आज हामी फुटबल खेल्न गएको साथीहरूसँग फुटबल खेल्न गएको। हिजो होली खेलेको चाहिँ रङ हाल्नु मिलेन किनकि त्यति बेला हामी सबैलाई रुवाला थियो होइन त अमनजी होइन त। त्यसले आज हामी फुटबल खेल्ने भएको वाला छौँ। सेतो बलले सेतो हान्ने हामीले गोल होइन। सेकेन्ड पार्ट आज यो फुटबलको चाहिँ सेकेन्ड पार्ट खेल्नको लागि है। ल अब फुटबल खेलेर सिधै भेटौँ। गोल हान्न सक्छ है, गोल हान्न सक्छ तर मैले गोल हाल्छु तर लगाइस हाम्रो मेसीले हान्नु भएको छ पेनल्टी। पेले हान्दै पेले ल गाइस यहाँ डिफेन्डरले यहाँ हान्न लाउनु भएको छ अनि यहाँ अमन श्रेष्ठको वाट अ गोल सेलिब्रेसन ल गाइस यहाँ वान पोस्ट म्याच सुरु हुन गइरहेको छ। यहाँ किपर यो हो भने यहाँ 1v1 यिनीहरू दुईटा रियल म्याड्रिड भर्सेस बार्साको बिच सुरु गर्न गइरहेको छ। बल चलिसकेको छ र उहाँ अमनज्यू लिन गइसक्नु भएको छ। अमनज्यू यहाँ उहाँ सम्राटसँग भिड्न जाँदै वाट ड्रिब्लिङ भनेको त ल सम्राटज्यूसँग बल आइसकेको छ। सम्राटज्यू यहाँ चल्लाउँदै मिठो ल अमनसँग फेरि बल आइसकेको छ। ल फेरि यहाँ सुरु भइसकेको छ। यहाँ प्रब्लम भएको छ। यहाँ किपरको मुख हेर्न सक्नुभएको छ। किपर यहाँ सेलिब्रेसन गर्दै यहाँ अमन श्रेष्ठसँग बल हुँदै अमन श्रेष्ठ चाहिँ व्हाइट कलरको हो अनि यो बार्साको चाहिँ सम्राट गुरुङ वाट आउट कट यहाँ स्टार्ट भइसकेको छ। यहाँ किपरले उडाउने माथि उडाएर ब्याट वाट कन्ट्रोल यहाँ डिफेन्डर अमन श्रेष्ठज्यूले यहाँ सम्राट गुरुङले छल्लाउँदै वाट ड्रिब्लिङ ओ माई गड बेस्ट किपर बेस्ट प्लेयर अमनको आउट भइसकेको छ। यहाँ फल भइसकेको छ। यहाँ अमन श्रेष्ठ र सम्राट दुईटैको फ्री किक भएको छ। सुरुमा अमनले हानेको छ वाट सेभ भएको छ। अब ल यहाँ अर्को सम्राटको फ्री किक सम्राटले हानेको यहाँ सेभ भइसकेको छ। किपरले फेरि उडाइसक्नु भएको छ र गोल भएको छ उताबाट। अमन श्रेष्ठ यहाँ बल ल्याउँदै अगाडि बढ्दै सम्राटलाई छल्लाउन कोसिस गर्दै सम्राटलाई छल्लाएपछि नि सम्राटले फेरि बल लिइसकेको छ। किपरको मुख हेर्नु, किपर डराएर ग्रस्त भइसकेको छ र यहाँ अझै बल यहीँ छ। आउट नि भएको छैन, अगाडि नि बढाएको छैन। बल्ल अगाडि बढेको छ। सम्राट गुरुङले बढाउँदै अगाडि बल फेरि ड्रिब्लिङ गर्दै होइन फेरि ड्रिब्लिङले अमनले बल पाइसक्नु भएको छ। अब के होला त हालत। अमन बल अगाडि कुदाउँदै न आउट न अगाडि बढ्यो। अगाडि बढेको छ सम्राट गुरुङले गोल वाट अ गोल सेलिब्रेसन हेर्न सक्नु भएको छ। Gracias afición, este para vosotros. फेरि चलिसकेको छ। किपरले हानिसक्नु भएको छ। ल बल चलिसकेको छ। ल भिड्न दौडिनु न यहाँ। ल यहाँ बल सुरु भइसकेको छ। यहाँ सम्राटज्यूले चलाउँदै सम्राटज्यूले यहाँ स्किल देखाउँदै ड्रिब्लिङ गर्दै यहाँ ड्रिब्लिङ गरिसक्नु भएको छ सम्राटज्यूले होइन। यहाँ सम्राटज्यूले अगाडि ल्याउँदै ह्यान्डबल छैन, एउटा खुट्टाभित्र छ। ल यहाँ फ्री किक सुरु भइसकेको छ। यहाँ किपरको ह्यान्डबल डेरिया बाहिर आएर हातले समातेर यहाँ वाट सेभ किपर। ल यहाँ फ्री किक हानेर यहाँ अमनसँग बल आउँदै अमन यहाँ अगाडि बढ्दै अमनले ड्रिब्लिङ हान्न कोसिस गरे। के हो यो ड्रिब्लिङ हो कि प्रिब्लिङ हो? अमनले ड्रिब्लिङ हान्दै यो सम्राटले बल खोसेर अगाडि बढाएर हुतुतुतु अमनको मिठो चान्स अमनले त्यही पनि यहाँ किपरले बल फेरि उडाइसक्नु भएको छ। अमनले कन्ट्रोल हान्न नसक्नु भएर आउट गइसकेको छ। आउट यहाँ बल फेरि सुरु भइसकेको छ चलाएर अमनले
र्याम्बो हान्न कोसिस गर्नुभयो तर नाकामयाब हुनुभयो र यहाँ सम्राटले गोल हानिसक्नु भएको छ। चलिसकेको छ यहाँ बल। यहाँ दुईटैले छोडिदियो भन्छु। यहाँ यसले भिडियो भइसक्यो राम्रो। यहाँ फल हान्नु भइसकेको छ। नो फल। ओहो वाटर सर्ट बाई एलिस पौडेल। लेफ्टीले हामी निकै राम्रो हान्नुभएको छ। यहाँ नाइस डिफेन्डिङ सुरु भइसकेको छ। यहाँ ओहो अमनले नट ब्याक खानु भइसक्यो। यहाँ एलिस पौडेल अन द बल। एलिस पौडेल निकै राम्रो स्किल देखाउनु भइसक्यो। रनिङ यहाँ रनिङ एलिस पौडेल यहाँ किपरलाई झन्डै गोल हान्नु भइसक्यो। अब अमनसँग बल चान्छ तर यहाँ फालिदिनु भइसकेको छ। एलिस दौड्यो अमन दौडेछ। यहाँ अमन पौडेल यहाँ भिडियो भइसकेको छ। यहाँ एक्सपा हाल्नु भइसकेको छ। आउट प्ले अन अमन चला बल चला। यहाँ निकै राम्रो डिफेन्डिङ एलिस पौडेलबाट। यहाँ अरू चल्यो। यहाँ अमन पौडेल अमन श्रेष्ठ। यहाँ एलिस निकै राम्रो टर्न। यहाँ एलिस पौडेल यहाँ निकै राम्रो सेप अशोक तामाङबाट। एलिस पौडेलले यहाँ निकै राम्रो बल हान्न सकेको छ। एलिस पौडेलले यहाँ नाइस पास नाइस गोल हान्नुभएको छ। अमन श्रेष्ठ ओ निकै राम्रो सेप। यहाँ चला यहाँ एलिस पौडेलसँग बल। यहाँ निकै राम्रो चान्स गोल। यहाँ क्रसबार गोल हान्नुभएको। Vosotros. आजको लागि यति नै। अब तपाईँलाई अर्को भ्लगमा भेटौँला। आजको लागि यति नै बाई।